भ्लग। आज चाहिँ हामी काम सकेर गएको जान लागेको। कस्तो राम्रो ठाउँमा छौँ हामी। यहाँ चाहिँ कस्तो राम्रो हो एकदमै। हाम्रो गएकोको नजिकै पार्क हो यो चाहिँ। कस्तो राम्रो मौसम। मेरो साथी थिइन् उता एकजना। यहाँ चाहिँ डुङ्गा पनि खेल्न मिल्छ। हेर न। यस्तो छ उता चाहिँ सफा भइरहेछ होइन अनि त्यसैले आवाज आइरहेको छ। यता चाहिँ एकदमै चिसो सुरु भइसक्यो। अब एक महिनापछि हिँड्नु धेरै पर्छ। कति चिसो लाग्छ। हामी चाहिँ आज कामबाट छिटो आएको अनि त्यसैले थोरै भ्लग गरौँ भनेको कस्तो हुन्छ। कामबाट भर्खरै आएर अब घरको जान लागेको अनि छिटो भन्छ त्यसैले हामी एकछिन बस्छौँ अनि त्यसपछि जान्छौँ। यहाँको मौसम यस्तो राम्रो नजाराहरू भर्खरै कस्तो राम्रो यता पनि त्यहाँ चाहिँ हाम्रो गएको छ त्यहाँनिर अनि उता क्लास भइरहेछ बिहान भएको अनि अहिले हामी उता क्लास सकेपछि अनि त्यसपछि बल्ल हामी जान्छौँ। अनि हाम्रो क्लास चाहिँ 1 बजी सुरु हुन्छ अनि हामी चाहिँ आज हल्का छिटो आउँछौँ अनि एकदम बस्छौँ यता पार्कमा बस्छौँ अनि बल्ल जान्छौँ। यस्तो राम्रो वेदर छ यहाँको। तिमीहरू बस्छ म आउँछु ल साथी। यो चाहिँ सल्लाहको रुख जस्तै छ न तर सानो सानो हुन्छ यत्रो सानो सानो नेपालमा पनि पाउँछ। यस्तो राम्रो हो यहाँ यति धेरै मान्छेहरू आउँछन्। अहिले चाहिँ त्यति हुँदैन अहिले चिसो धेरै बढिसक्यो नि त अनि त्यसैले त्यहाँ चाहिँ एउटा के राम्रो छ। अनि यता चाहिँ अहिले यस्तो राम्रो फुलहरू रोप्छन् अनि अहिले चाहिँ फुलहरू सबै झरिसकेको छ। कामदेखि आएर यस्तो हालत डाउन भइसकेको छ हाम्रो चाहिँ। भोक पनि लागिसकेको छ। यहाँ चाहिँ बल आयो। यहाँ चाहिँ बल खेलिरहेछन् अनि हामी चाहिँ एकछिन यहाँ बस्छौँ अनि त्यसपछि जान्छौँ। कामदेखि आएर हालत डाउन भइसक्यो भोक लागिसक्यो अहिले उता गएर हामी खान्छौँ। जिन्दगी छ एकछिन टाइम पनि हुँदैन। बिहान उठ्यो खायो काममा गयो फेरि गएको आयो फेरि काममा गएको सकेपछि फेरि काममा गयो अनि राति घर गयो सुत्यो। बिदाको दिन त सुत्नु मात्रै मन लाग्छ। यस्तै हुन्छ घुम्न जानु मनै लाग्दैन। कहिले कहिले घुम्न त गइन्छ त्यही पनि यस्तै छ जापानको जिन्दगी। अनि मान्छेहरू भन्छन् काम पाइँदैन यस्तो हुन्छ उस्तो हुन्छ। अब सबैको भाग्य फेरि कसैले काम पाउँछ कसैले पाउँदैन। गर्नेले गरेकै हुन्छ। मान्छेले भन्छ जापान नआऊ यस्तो नगर भन्छ नि। दुःख गर्नुपर्छ स्ट्रगल गर्ने हो आफूले पछि राम्रो हुन्छ। एकैचोटि राम्रो त हुँदैन। कस्तो हो किन भनिदेऊ त कस्तो छ तिमी। म चाहिँ पहिला के भन्थ्यो भनेपछि अनि घरमा पैसा माग्ने है मम्मी ड्याडीसँग पैसा नदिएपछि चाहिँ झगडा गर्ने अनि झगडा गर्ने पैसा माग्ने गर्थेँ होइन। अब आजभोलि आफूले दुःख गर्न लागेपछि त होला होइन यस्तो गाह्रो लाग्छ। पैसा एउटा केही सामान किन्न पनि 10 चोटि सोच्नुपर्छ कि आफूले किन्ने नकिन्ने भनेर यस्तो सोच्नुपर्छ होइन। मम्मी ड्याडीहरूसँग त पैसा माग्दा फेरि झगडा पारी माग्ने। आजभोलि त लास्टै हुन्छ नि त। अब आफूलाई केही दुःख पऱ्यो भने केही पऱ्यो भने मम्मी ड्याडीको चाहिँ धेरै याद आउने रहेछ। गाह्रो हुने रहेछ अर्काको ठाउँमा। पहिला घर आउँदाखेरि के कोहीले केही भन्यो भने त्यसको जवाफ मजाले दिन सकिन्थ्यो कि मतलब त्यस्तो हुन्थ्यो नि त। अब केही लाग्थेन। आजभोलि त अहिले कोहीले केही भन्यो भने कस्तो चित्त दुख्छ कि अलिकति कोहीले राम्रो भन्यो भने नराम्रो भन्यो भने यस्तो चित्त दुख्छ। पहिला घर भएर त होला त्यस्तो नलाग्ने। मम्मी ड्याडीसँग भइन्थ्यो
राम्रो हुन्थ्यो। आजभोलि त अर्काको ठाउँमा आएर होला अलिकति कोहीले के भन्ने बित्तिकै कस्तो नराम्रो लाग्छ कि चित्त दुख्छ। हाम्रो चाहिँ अब बेलुका पनि काम छ। अहिले यहाँदेखि गएको जान्छौँ। हाम्रो 1:10 स्टार्ट हुन्छ अनि त्यसपछि 4:40 गएको सकिन्छ। अनि त्यसपछि फेरि 6 बजीदेखि काम हुन्छ। अनि यहाँदेखि आधी घन्टा लाग्छ हामीहरू काममा जान। काममा गयो अनि काम गऱ्यो अनि घर रुम पुग्दा 12 बज्छ। अनि खाना बनायो, खायो अनि सुत्यो। बिहान उठ्यो, काममा गयो। यस्तै छ। मलाई होइन मामुली के भन्छ त्यो चापा नजा यहीँ बस होइन, खाना पुगेकै छ सबै नजा भन्छ त्यो। म नमाने मतलब जिद गरी आएको होइन। अनि मामुले के भन्छ थियो, वहाँ गएर दुःख पायो भने मलाई नभनिस् है, दुःख पाएँ यस्तो भनेर भन्छन्थ्यो क्या। अनि दुःख त हुन्छ, दुःख गरे पनि पछि सुख हुन्छ। त्यसैले त म त्यति केही मान्दैन। अब स्ट्रङ हुनैपर्छ आफू चाहिँ। जसले जे भने पनि स्ट्रङ चाहिँ हुनुपर्छ। त्यही सम्झेर चित्त बुझाउनुपर्छ। म त त्यही भन्छु। म त्यस्तो दुःख त भएको छैन यस्तो भनेर, तर काम चाहिँ गर्नुपर्छ। त्यही हो, हल्का बस्ने फ्री टाइम हुँदैन घुम्ने जस्तो। अब नेपालमा हुँदाखेरि त अब मम्मी ड्याडीसँग पैसा मागिन्थ्यो, घुमिन्थ्यो होइन। अनि यहाँ भएपछि त अब यस्तो हुन्छ, आफूले कमाउनु पर्छ नि त। अनि बिहान गयो, बेलुका गयो, टाइम हुँदैन। त्यहीको मात्रै दुःख हो। काम चाहिँ मैले आउने बित्तिकै पाएको, त्यति गाह्रो भएन काम पाउनलाई चाहिँ। अनि त्यही हो, धेरै दुःख छैन, गरिन्छ, सकिन्छ। अब यहाँ चाहिँ लास्टै चिसो हुन लागिसक्यो। अब सायद 1-2 हप्तापछि हिउँ पनि पर्छ। यहाँ चाहिँ होकाइदोमा चाहिँ लास्टै चिसो हुन्छ। अब हिउँ पनि पर्छ।